गाइज हामी चाहिँ अहिले रोमानियामा छौँ। आज अचम्म गरेको छ, डिसेम्बर महिनामा यति मिठो चर्को घाम लागेको छ। दिनभरि घाम देखाउँदैन, तर आज चाहिँ घाम गरेको छ। आज एकदम रेयर डे हो, यस्तो डिसेम्बरमा हुँदैन। आज चाहिँ घाम लागेको छ। हामी चाहिँ आरुबारीमा छौँ। अब गर्ने कार्यक्रम चलिरहेको छ। बिहानसम्म घाम गरेको थिएन, एकदम पुरै माटो जमेर खन्नै नहुने भएको थियो कोदालले। आज काम यही हो। कसो अहिले चाहिँ घाम गरेको छ है गाइज। अब दिनभरि बादल लाएर घाम कति पनि देखाउँदैन थियो। अहिले चाहिँ जे होस् घाम गरेको छ। माइ गॉड, कहाँबाट घाम गरेछ। ल गाइज, हाम्रो त छुट्टी छैन के अरे। अब राम्रो कम्पनी भयो भने छुट्टी हुन्छ, नभए त यस्तै है। 8 घन्टा, कहिले 10 घन्टा, कहिले 12 घन्टा, ओटीको नाम केही पनि हुँदैन। गर भनेपछि गर्नु पर्यो, त्यही हो। स्यालेरी दिने भनेको एउटै हो, 8 घन्टा गरे पनि। कुनै बेला अलिक चिसो हुन्छ 7.5 घन्टा, त्यस्तै। कुनै बेला त अब गर्मीको सिजनमा 12 घन्टा पनि गराउँथ्यो अरे, त्यति बेला पनि एउटै स्यालेरी हो। अब गाउँतिर परेपछि यस्तै हो। हामी अब घरमा भनेर आएको। अहिले त अब फलेर सबै सकिसक्यो। यही हाँगाहरू काट्ने हो, अनि गोडमेल गर्ने हो। यो कोदालो लिएर यस्तो गोड्दै बस्ने हो। अब यो खन्न पनि मिले छैन, यस्तो चिज माटो नै जम्यो। यस्तै हो गाइज, गाह्रो छ काम।